इलाममा हरेक वर्ष वर्षा हुन्छ। वर्षाको कारणले गर्दाखेरि त्यहाँका जनजीवन अस्तव्यस्त हुन्छ, किनभने त्यहाँ सदरमुकामसम्म पुग्ने, ठाउँ ठाउँमा पुग्ने बाटा साटा सबै बाढी पहिरोले लिएर जान्छ। अब यो हुन त यो समितिसँग सन्दर्भमा जोडिएको कुरा होइन जस्तो लाग्छ, तर यसले गर्दाखेरि थुप्रै मानव अधिकार उल्लङ्घन भइरहेको छ। जस्तो कि पेट्रोलियम पदार्थ त्यहाँ नपुग्दाखेरि जुन अस्पताल जाने, ढुवानी गर्ने सामग्रीदेखि लिएर बिरामीहरूलाई अस्पताल लैजाने सम्मको कठिनाइहरू भइरहेको छ। हामीले पटक पटक सङ्कटग्रस्त क्षेत्र भनेर इलामलाई घोषणा पनि गर्यौं। त्यस सँगसँगै विपद व्यवस्थापनमा गएर भूगर्भविदलाई पनि हामीले थुप्रैचोटि त्यहाँ अवलोकनको लागि लिएर गयौं। उहाँले पनि काम गर्नुभएको छ, तर सम्बन्धित निकायबाट, सम्बन्धित मन्त्रालयबाट पर्याप्त बजेट नपरेको कारणले गर्दाखेरि अहिले इलाम टापु जस्तो भएर बसेको छ। त्यहाँ कुनै पनि सामग्री लाने अवस्था छैन। त्यही कारणले गर्दाखेरि यो मानव अधिकार केही न केही हिसाबले यो उल्लङ्घन भएको कारणले गर्दाखेरि यस समितिले यी सम्पूर्ण कुरा राज्यको शक्ति लाठीमा होइन, संयम, संवाद र अभिभावकत्वमा हुनुपर्दछ। तर यहाँ कस्तो देखियो भने माइतीघर मण्डलामा दुईटा समूह अहिले पनि उहाँहरू त्यहाँ बसिराख्नु भएको छ। उहाँ आफ्नो अभियानमा, आफ्नो मुद्दामा अडिएर त्यहाँ बसिराख्नु भएको छ। एउटा भनेको चिकित्सकहरूको आन्दोलन हो। आज पनि माइतीघरमा चिकित्सकहरू उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा हुनुहुन्छ। उहाँहरू लामो समयदेखि त्यहाँ बसिराख्नु भएको छ। सरकारको ध्यान म त्यहाँ जाओस् भन्ने म आग्रह गर्न चाहन्छु। नेपाल मेडिकल काउन्सिलले नेपालमा वर्षेनी दर्ता हुने चिकित्सकको संख्या भन्दा धेरै चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको चिन्ताजनक अवस्था पनि सार्वजनिक गरेको छ। चिकित्सकहरू देश छोड्न चाहनुको कारण केवल विदेशको आकर्षण होइन, न्यून पारिश्रमिक र लामो र अमानवीय कार्य घण्टा, विधाको अभाव, रोजगारीको अनिश्चितता तथा श्रम शोषण प्रमुख कारण हो भनेर उहाँले बताउनु भएको छ। 4.5 वर्षको कठिन अध्ययन पूरा गरेका इन्टर्न चिकित्सकलाई केही निजी मेडिकल कलेजले अत्यन्त न्यून भत्ता दिएर पूर्णकालीन काम गराइरहेका पनि छन् भन्ने उहाँले भन्नुभएको छ। आवश्यक चिकित्सकले लगातार 36 देखि 60 घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था पनि छ भनेर भन्नुभएको छ। एकातिर बिरामी सरकारी अस्पतालमा सेवा लिन लामो लाइन बस्न बाध्य हुनुभएको छ, अर्कोतिर विशेषज्ञ चिकित्सकले काम पाउन सकिरहेका छैनन्। यो जनशक्तिको अभाव मात्र होइन, व्यवस्थापन र पूर्वाधारको असफलता पनि हो। त्यसैले यी माग फेरि म यहाँ दोहोऱ्याउन चाहन्छु, म ध्यान आकर्षण गराउन चाहन्छु। यी माग पुराना भनेको यो के भन्छ नयाँ भने पक्कै पनि होइन, यो पुराना मागहरू पनि हो। त्यही कारणले गर्दाखेरि 2 दशकदेखि उठिरहेको कुरा, सरकारकै समितिले समाधानका लागि दर्जनौं सिफारिस गरिसकेको कुरा, यो रोग त पहिचान भइसकेको छ, उपचार पनि देखिसकेको छ। अब सरकारले यथाशीघ्र यसलाई कार्यान्वयन गर्नको तर्फ लाग्नुपर्छ भन्ने मलाई लाग्छ। र अन्तिममा मैले पटक मैले सबैतिर मैले कुरा सुनाइसके, सभापतिज्यूलाई पनि भनिसके, सम्बन्धित मन्त्रालयलाई पनि भनिसके, र यही पनि मैले दिपा नेपाली ज्यूको आवाजको विषयमा मैले यहाँ कुरा उठाएको थिएँ। दिपा नेपाली लामो समयदेखि अहिले त 85 दिन पुगिसक्यो भन्ने मलाई लाग्छ। उहाँ लामो समयदेखि आफ्नो न्यायको माग सहित माइती घरमा बसिराख्नु भएको छ। उहाँको विषयमा हामीले यसअघि पनि सरकारको ध्यान आकर्षण गराइरहँदाखेरि नागरिकले आफ्नो कुरा सुनाउन दिन, हप्ता र महिना बस्नुपर्ने अवस्था लोकतन्त्रको सामान्य दृश्य बन्नु हुँदैन भन्ने मलाई लाग्छ। सरकारले उहाँको विषय हेरिरहेको छ भने अहिलेसम्म के प्रगति भयो, कुन निकायले जिम्मेवारी लियो, समाधानको समस्या र समसीमा के हो त भनेर यहाँ समितिलाई पनि अलिकति जानकारी दिनुपर्छ भन्ने मलाई लाग्छ। किनभने सरकार चुपचाप रहिरहँदाखेरि पीडितलाई थप समस्या चाहिँ भोगिरहनु पर्ने बाध्यता हुन्छ। त्यही कारणले गर्दाखेरि न्याय ढिलो हुनु केवल प्रशासनिक ढिलाइ होइन, पीडितका लागि त्यो दैनिक रूपमा दोहोरिने पीडा पनि हो। सभापति महोदय, माइती घरमा उभिएका आवाज फरक देखिए पनि तिनको मूल सन्देश एउटै छ, राज्य हाम्रो कुरा सुन। नागरिकले सडक रोज्नु सधैँ पहिलो चाहना कहिले पनि हुँदैन, धेरै पटक त्यो अन्तिम विकल्प हुन सक्छ। त्यही कारणले गर्दाखेरि आज हाम्रो देशमा धेरै नागरिक
लाई एउटा शून्यमा उभिएको महसुस गर्न दिनु हुँदैन भन्ने मलाई लाग्छ। अगाडिको बाटो स्पष्ट छैन भने, राज्यको उत्तर सुनिँदैन र भविष्यप्रतिको भरोसा कमजोर भइरहेको छ भने त्यो हुनु दिनु हुँदैन भन्ने मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि अन्त्यमा नागरिकको भरोसा सरकारको सबैभन्दा ठुलो पुँजी हो सभापति महोदय। जब राज्य सुन्छ, सडकमा यस्ता प्रश्नहरू उठ्दैन, सडक शून्य हुन्छ। जब राज्य मौन बस्छ, सडकमा यस्ता आलोचना, यस्तो खबरदारीहरू गुन्जिरहन्छ। त्यही कारणले गर्दाखेरि लोकतन्त्रको वास्तविक परीक्षा चुनावका दिनमा मात्र हुँदैन, सङ्कटमा परेको नागरिकसँग राज्य कसरी उभिरहेको छ त भन्ने कुराले हुन्छ। हाम्रो युवा कानुन व्यवसायी माझी अन्सारीमाथि भएको घटनाको विषयमा म यहाँ उजागर गर्न चाहन्छु। मलाई एकजना अग्रजले भन्नुभएको थियो, कुनै पनि देशलाई सिद्ध्याउनु छ भने त्यहाँका युवालाई अस्तव्यस्त बनाइदिनु, त्यहाँका युवालाई त्यसपछि अस्तव्यस्त बनाइसकेपछि त्यो देश कहीँ पनि पुग्दैन भन्ने खालको एउटा खोसे अग्रजले मलाई सुनाउनु भएको थियो। हुन पनि हो, अहिले हामी युवा युगमा बाँचिरहेका छौँ। थुप्रै युवाहरू हुनुहुन्छ, हाम्रा कमी कमजोरी, सरकारका कमी कमजोरीलाई औल्याउने त ती युवाहरू नै होला नि त। युवाहरूले ती उठाएका कुराहरूलाई हामीले आत्मालोचना र आत्मसमीक्षा गर्न सक्नुपर्छ। किनभने कुनै पनि हामी गन्तव्यमा पुग्नु छ भने हामीले आत्मालोचना र आत्मसमीक्षा गर्न अत्यन्तै जरुरी छ। किनभने त्यसले हामीलाई अगाडि बढ्न मात्र सहयोग गर्छ। हामीले आलोचकको मुख बन्द गर्ने काम होइन, ती सल्लाह सुझावको रूपमा लिएर हामीले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। तर यी सुकुम्बासी होल्डिङ सेन्टरको हिजोको मैले यहाँ जति पनि जे कुरा सुनाएँ, त्यो अस्तव्यस्त अवस्थालाई उहाँहरूले कुरा उठाउने क्रममा, उहाँलाई नियन्त्रणका क्रममा अमानवीय व्यवहार र कुटपिट भएको विषय सार्वजनिक भएको छ। मेरो त उहाँसँग कुराकानी पनि भयो। उहाँसँग कुराकानी हुँदाखेरि उहाँ अस्पतालमा हुनुहुँदो रहेछ। यस्तो घटना किन हामीले हुन दियौँ, यसमा पनि हामीले समीक्षा गर्न जरुरी छ। माजिद अन्सारीसँग मेरो योभन्दा अघिल्लो समयमा पनि थुप्रैचोटि वार्तालाप भएको छ। उहाँ भनेको सचेत, अध्ययनशील र ऊर्जावान युवा हुनुहुन्छ। उहाँ देशको एक भविष्य हो, एक सपना पनि हो। युवा सबैजना यो देशको सपना हो। त्यही कारणले गर्दाखेरि मैले उहाँसँग अहिलेसम्म कुरा गर्दाखेरि कहिले पनि सरकारको विरोधका लागि मात्र विरोध गरेको सुनेको छुइनँ। सरकारबाट गल्ती हुँदाखेरि रचनात्मक आलोचना गर्ने व्यक्तित्व हो। त्यही कारणले गर्दाखेरि उहाँले गरेका क्रियाकलापलाई किन मुख बन्द गर्ने प्रयास गरियो, यसलाई पनि हामीले संवेदनशील विषयले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने युवाको आवाज भनेको लोकतन्त्रका लागि अति नै आवश्यक चिज हो। आलोचक सरकारको शत्रु कहिले पनि हुनु हुँदैन, सरकारले त्यसलाई शत्रु कहिले पनि ठान्नु हुँदैन। जिम्मेवार आलोचकले सरकारलाई आफ्नो कमजोरी देखाउँछ, जसले सरकारलाई फाइदा नै पुर्याउँछ। त्यही कारणले गर्दाखेरि घटनाको पूर्ण सत्य स्वतन्त्र र निष्पक्ष छानबिनबाट स्थापित हुनुपर्छ। अनि अर्को एउटा सिद्धान्त त्यसैमा पनि स्थापित छ सभापति महोदय, प्रहरीलाई कानुन कार्यान्वयन गर्ने अधिकार छ, तर कानुन भन्दा माथि उभिएर होइन। त्यही कारणले गर्दाखेरि नागरिकलाई नियन्त्रणमा लिनुपर्ने भए कानुन अनुसार नियन्त्रणमा लिइयोस्, तर नियन्त्रणलाई कुटपिट, अपमान र प्रतिशोध बदल्न मिल्दैन। संविधान र प्रचलित कानुनले पनि यातना, क्रूर, अमानवीय तथा अपमानजनक व्यवहारलाई निषेध गरेको छ सभापति महोदय। त्यही कारणले गर्दाखेरि अझ उहाँमाथि अर्को के पनि सुन्नमा पायो भने मुद्दा पनि दायर गर्ने भन्ने खालको अगाडि बढेको छ अरे। यस्तो चाहिँ यो अफवाहजनक होस्, यो सत्य नहोस्। र त्यसैले उपलब्ध सीसीटीभी फुटेज, पक्राउ अभिलेख र स्वास्थ्य परीक्षण प्रतिवेदन सुरक्षित राखियोस्, घटनाको स्वतन्त्र छानबिन गरियोस्, अनावश्यक र असमानुपातिक बल प्रयोग भएको पुष्टि भए संलग्न तथा आदेशको जिम्मेवारीमा रहेका अधिकारीहरूलाई पनि सम्झाउने काम गरियोस्। मेरो चाहना भनेको राज्यको विश्वास अझै बलियोस् भन्ने हो।